यो ठाउँलाई एलामिटार भन्दैछ है हाम्रो सुना लाउने व्यस्त ए यहाँनिर माछा पनि पाउँछ अरे चिसाङ खोला हामी माछा मारेर जाउँ ल वाउ चिसाङ खोला आइपुग्नु आँट्यो है त हामी त लामिटारदेखि चिसाङ खोला आइपुग्यौँ साथीहरू हेर्नु होला मेरो भिडियोमा भरे ट्र्याक्टरले केही सुनेको छैन चिसाङ खोलामा त कस्तो अँध्यारो देख्छु त हौ म त हामी हिँडेको अब पहाडको चिसो हावा खानलाई चिसाङ खोला भन्ने चाहिँ यस्तो छ साथीहरू हेलो साथीहरू हामी चाहिँ जाँदैछौँ अब झर्ना लेटाङको झर्ना पनि जाँदैछौँ लेटाङ 1 को झर्ना हेर्न जाँदैछौँ साथीहरूलाई पनि आउनु मन लाग्छ भने आउनु होला झर्ना हेर्नलाई कस्तो दामी छ भरे म देखाउँछु वेलकम 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 भन्नु पर्ला अनि भरे चाहिँ देख्नु सक्नुहुन्छ तपाईहरुले झर्ना भन्ने ठाउँ हामी चाहिँ यस्तो खाजाहरू पनि बोकेर गएको छौँ हामी माथि पहाड आएको छौँ नि त अनि पहाडमा चाहिँ के त्यहाँ चाहिँ केही खानेकुरा पाउँदैन अरे क्या पसल पनि छैन अरे क्या अनि त्यही भएर हामी चाहिँ खानेकुराहरू पनि आफै घरदेखि नै बनाएर लगेको हो मलाई बोल्न पनि आउँदैन है तर म चाहिँ मेरो यो चाहिँ कान्छी बहिनी हो उता चाहिँ भाउजू यता चाहिँ मेरो भदैनी यता चाहिँ मेरो काइली बहिनी म चाहिँ यता छु पाँचजना जाँदैछौँ हामी चाहिँ एकदम भव्य साप मनाएर आउने होइन तिमीहरू झर्ना पुलमा गएर अब हिँड्नु नसक्ने अवस्थामा पुगिसकेको छौँ अब तिमीहरू त्यस्तो कुरा नगर न म यहाँ भिडियो गरिरहेको छु एउटै साइजको पो रहेछ हौ फेरि साथीहरू सबै यहाँ हेर्नु सक्नुहुन्छ है अब म चाहिँ हिँड्नु नसक्ने अवस्थामा पुगिसकेँ अहिले नै यहाँ चाहिँ हाम्रो भाउजूले पुरा गफ लगाइराख्नु भएको छ यस्तो मौका चाहिँ फेरि फेरि आउँदैन अरे साथीहरू मौका चाहिँ गुमाउनु भएन है घुम्नुपर्छ डुल्नुपर्छ खानुपर्छ हिँड्नुपर्छ रमाइलो पनि गर्नुपर्छ अनि क्रिम पाउडर चाहिँ कसले बोएछ अनि सबै घुम्रोड्ने मात्रै छ के गर्नु र देखिँदैन नि एकदम आनन्दको यो जङ्गलमा त एकान्तमा घर बनाएर बस्नु मन लाग्छ हामी यहाँ हिँड्छौँ अगाडि म पनि आउनु पर्यो नि त राम्रो क्या यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू यस्तो राम्रो छ के भन्छ यो रुख फुलिरहेको छ अनि यहाँनिर बाटो चाहिँ यस्तो छ तर जेस गाडीहरू चाहिँ जान्छ तर कस्तो रमाइलो क्या यहाँनिर तलतिर त गर्मीले पाकेर मर्नु खोजिन्छ त्यही भएर यहाँ चाहिँ शीतल छ यसो घुम्न आउनु पाइन्छ ल मेरो भाउजूले पनि तलतिर के गर्छु भन्नुहुँदैछ ल ओ अड्क्यो बोतल कोही फोन लाउने कोही उभिने के हो यस्तो खोइ कहाँ फुटो ला हो त रहेछ किन चाहिँ अनि त्यस्तो झोलामा हालेको फोनै ओए सोना सुक्राको हेर मुनाको फोनै फुटो झराप्पै साथीहरू यो चाहिँ अमलाको बोट तर अमला नै छैन फलेको हामी आइपुग्यौँ मेरो भदैनी बहिनीहरू त हिँड्नै सकेको छैन बिचाराहरूलाई कति गाह्रो भएर छ गाडी पनि पाउँदैन रहेछ अनि अब हामी चाहिँ हाम्रो गाडी चाहिँ यहाँ दुईटा खुट्टा छ 11 नम्बर चक्का छ आम्मा मकै त ओइ कत्रो कत्रो फलेको नि हाम्रो पनि खाने बेला अब यहाँ पर जानु हुँदैछ हाम्रो भाउजू तर कस्तो बादल लागिरहेछ क्या त्यही पनि हामी हिँडेकोले होला यस्तो गर्मी भएको छ कि है भदैनी मै गर्मी त भन्नै पर्दैन साथीहरू गर्मी भाउजू कतिको गर्मी छ गर्मी गर्मी कतिको भइरहेछ
तर यहाँनिर ओ गाउँ आइपुग्यो है हामी। यहाँ एउटा गाउँ छ, तल पनि गाउँ छ। यो भनेको चाहिँ किसे भन्छ अरे, अनि झरना पनि किसे झरना भन्छ अरे क्या। एउटा झरना छ अरे, त्यो झरना चाहिँ हेर्नु मन लागेको मलाई नि, पहिलेदेखि नै हो क्या। अनि मैले थाहा पाएँ, सुनेदेखि हेर्नु मन लागेको। यहाँ चाहिँ यस्तो छ। यी मेरो बहिनी त हिँड्नै सक्दैन, एउटा त छाता उडेर। अनि यहाँ हामी जाँदैछौँ अब। अहिले नयाँ बनाउनु आमामा हेर्नु न भाउजू, त्यो माथि कस्तो राम्रो देखेको, तर बादलले कुतो बगान त उयो मात्रै देखेको थियो, तारी उडाउनेमा। तर कस्तो नदेखेको। नास्पातीको बोट, नास्पाती देखेन त। लाग्दैन इसुको नाममा हामी टिप्छौँ। इसुको नाममा बहिनी गो गो, बहिनी गो, छाता मार, छाता मार। एक दुईवटा खाता त हुन्छ हौ। आइज न बुने, यहाँ सबै कोही गएको रहेछ नाना, यता कता भइरहेको छ। कस्तो बिग्रेको रहेछ नि त। अनि हामी त अब नखाइ गयौँ नि हो। एउटा छामेको यस्तो बिग्रेको थियो, अनि हामीले नलगी गयौँ। ल कफीको बोट चाहिँ साथीहरू यस्तो हुन्छ। ल कफी चाहिँ नि यसरी फल्छ क्या, यसरी बच्चा हुँदैछ, पछि ठुलो हुन्छ, ठुल्ठुलो हुन्छ, पाकेर रातो रातो हुन्छ। यस्तो हुन्छ कफीको बोटहरू। यहाँ बगान रहेछ क्या। झरना हेर्नु जाँदै गर्दा कफीको बोट पनि भेटियो बाटोमा। त्यही भएर यहाँनिर देखाइहालेँ मैले अलिक। बाटो त एकदम डेन्जर छ साथीहरू। यसरी हिँड्नु पर्या छ, यस्तो बाटोमा हामी यसरी हिँड्नु पर्या छ कि। म चाहिँ तर यहाँ यसरी घुम्टो ओढेर हिँडिरहेको छु, छाता पनि ओढिरहेको छु। यता मेरो बहिनीहरू पनि आउँदैछ। अनि यहाँ कहिले पुग्ने होला झरना 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 भन्दा भन्दा बिहोस भइसक्यो। यताको भ्यू हेर्नु न, कस्तो राम्रो आइरहेछ क्या, बादल लागेर नि यस्तो राम्रो छ। वाउ, खोला पनि देखिँदैछ, गाउँहरू पनि देखिँदैछ। मेरो भदैनी र भाउजू तल पुगिसक्नुभयो। हामी तिनजना दिदीबहिनी चाहिँ यतै छौँ, जाँदैछौँ। अब यस्तै बाटोहरू छ, अब छिटो हिँड्नु सकिँदैन, अब बिस्तारै हिँड्नुपर्छ। के गर्नु, चिप्लिनु पनि पर्छ घरिघरि। भदैनीलाई पनि ओभर गर्मी भएछ, अहिले त कपाल बान्नु थालो। अब भरे देख्नु सक्नुहुन्छ कस्तो कस्तो के हुन्छ, म देखाउँछु तपाईँहरूलाई, हेर्नु होला। गफ गर्दै हामी जाँदैछौँ, तर अब गफ गरेको चाहिँ के भिडियो गर्नु भनेर मैले नगरी बसेको छु, जाँदैछु। लड्नु पनि खोजिँदैछ क्या, त्यही भएर यो बाटोमा के भिडियो गरिराख्नु है भनेर नि थोरै चाहिँ गरिदिइहालेको। बस्नु हुने रे भाउजू, अब तपाईँलाई कहाँ भेट्नु पर्ने हामीले? कुन डाँडामा? ए मेरो भाउजूको हिँड्ने त यस्तो छिटो छ नि फेरि, बाफ्रे। हामी त भेट्दा पनि भेट्दिनौँ हौ, हिँड्न पनि सक्दिनौँ। के साह्रो हामी चाहिँ, के साह्रो क्या ब्रोइलर कुखुरा भएको। यता झन् म मेरो भदैनी र मेरो बहिनीहरू त नि बाफ्रे हिँड्नै सक्दैन। म बरु अलिकति भाउजूको पछि हिँडिरहेको छु। वाउ, यहाँ त कस्तो दामी गाउँ हो। यस्तो टाढो रहेछ कि, अनि यहाँ चाहिँ गाउँ रहेछ, अनि यता चाहिँ पहाड छ, पहाडै पहाड छ। यता पनि यस्तो छ। मेरो भदैनीको हालत यस्तो भयो कि गर्मीले हालत खराब भयो। म त झन् देखाउँदिनँ साथीहरू, म त बोल्ने मात्रै हो। मैले त यस्तो हालत छ नि झन् भनेर साध्यै छैन क्या। त्यही भएर म चाहिँ बाटो यस्तो छ, रोड यस्तो छ, गाउँ यस्तो भयो, यस्तो रहेछ। म चाहिँ फर्स्ट टाइम आएको नि त यो गाउँमा, त्यही भएर क्या। हाम्रो चिसाङ खोला भन्ने चाहिँ ऊ त्यहाँ छ, अलिअलि मात्रै देखिरहेछ। चिसाङ खोला हो यो चाहिँ हाम्रो भाउजू चाहिँ यो बाटोमा फेरि यति छिटो कुद्नुहुन्छ नि, यति छिटो कुद्नुहुन्छ। कहाँ पुगिसक्नु भयो क्या। भाउजूलाई त भेट्ने स्थिति नै छैन हामीले, किनभने भाउजू त अब यता हिँडिराख्नुहुन्छ, यस्तो बाटोहरू पनि हिँडिराख्नुहुन्छ नि त। हामी चाहिँ अब थोरै हिँड्नु पर्यो भने पनि हामी सिटीमा अटोमा हिँड्छौँ नि त।
त्यही भएर हामी यस्तो बाटोमा खासै हिँड्नु सकिँदैन क्या। पहिले अब हिँड्यौँ, बचपनमा हिँड्यौँ, तर अहिले अब हिँड्नु सकिँदैन। किनभने अब हाम्रो हिँड्ने बानी पनि हराइसक्यो। अनि भाउजू चाहिँ अब हिँडिराख्नुहुन्छ नि त। मेरो बहिनी र भदैनीहरू त झन् हिँड्नै नसक्ने अवस्था भइरहेछ। उहाँ आइरहेछ बिचरा, गाह्रो छ। मेरो बहिनी त झन् सोना कान्छी बहिनी त ऊ माथि छ, झन् हिँड्नै सकेको छैन। ल अब हेर्दै गर्नु होला, म जाँदैछु झर्ना। कति घन्टामा पुगिन्छ भन्ने कुरा पनि थाहा छैन। अब यस्तो राम्रो बादल आएछ कि भाउजू चाहिँ यहाँ फल्नेजामा आएर पनि सुतिसक्नु भएछ। उठेर बस्नुभयो हतार हतार मलाई देखेर नि। अनि भ्यू हेर्नु सक्नुहुन्छ, यस्तो राम्रो छ। बादल लागेर पारी 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 यस्तो छ कि यति राम्रो छ। अब झर्ना कति बेला पुगिन्छ, कस्तो छ भन्ने कुरा मलाई यस्तो खुल्दुली भइरहेछ कि त्यो झर्ना चाहिँ पुग्नु पाइहाले हुन्थ्यो भइरहेछ। यस्तो राम्रो देखिरहेछ है डाँडा काँडाहरू। मलाई त यस्तो ठाउँमा बसौँ लाग्छ हौ मलाई त भाउजू। ऊ माथिको डाँडामा क्या सरर हावा आउने ठाउँमा यस्तो राम्रो छ। बत्ती जुरेमा घर बनाउनु भन्नुहुँदैछ भाउजूले। अनि बत्ती जुरेमा घर बनायो भने आउनुहुन्छ त मलाई भेट्न? भाउजू त हेर्नु नि छाताले छेकिनु हुँदैछ। ल अब हामी जाने बाटो यतै हो, यताबाट होला। ल यस्तो छ बाटो पनि। अब एकछिन हामी बस्छौँ यहाँनिर सबैजना। मेरो बहिनीहरू पनि आउँदैछ, यहाँनिर अङ्कलहरू पनि फाड्नु आउनुहुँदैछ बाटो। मेरो बहिनीहरू आएपछि हामी एकछिन बस्छौँ, अनि त्यहाँदेखि एकछिन हामी बस्छौँ अनि जान्छौँ फेरि झर्ना। लु बस सबैजना। हुन्छ अङ्कल, हामी एकछिन घुमेर आउँछौँ, एकछिन दिनभरिको लागि। बस बस बहिनी, मिठो हावा आइरहेछ हौ यहाँ त। ओ कस्तो स्टाइल हौ सोनाको त। यता चाहिँ फेरि ठ्याक्राकै अगाडि आयो भने यहाँ चाहिँ ओ के भन्दैछ। मेरो फेरि खुट्टा पनि धेर भइगयो अरे, मेरो खुट्टा पनि। ला साथीहरू, हामी त बसेर पनि हामीहरू हिँडिसक्यौँ। तर यो गाउँ देखेको छ नि, योदेखि पनि अझै उतै जानुपर्छ अरे क्या, उतै जानुपर्छ अरे। हामी त हिँडिसकेको छैनौँ हौ, यस्तो छ बाटो पनि। मर्ने बेला भइसक्यो, के गर्ने, हिँड्नु पर्यो। मेरो बहिनी आइपुगेछ हाँस्दै हाँस्दै चुइगाम चबाउँदै। गाह्रो छ हजुर। ला मेरो बहिनी त रुनु सकेको छैन अरे। बाटो पनि यस्तो छ नि त नि है, यस्तो खराब बाटो छ, के गर्नु। हामीलाई त बाध्यता भन्दा पनि कि साथीहरू रहरले अब सबले झर्ना झर्ना भन्छ नि त। अनि कस्तो रहेछ झर्ना भनेर नि। यो चाहिँ मकैबारी हो। मकै फेरि भन्नुहुन्छ भने यस्तो दामी दामी घोगा लागेको छ नि। मकैको यहाँ हेर्नु न, खेतको गरा जस्तो उयो जस्तो छ के हो यो, के भन्छ नि, खेतको गरा भन्छ कि आली भन्छ कि हो, यस्तो खासै मलाई भन्नु चाहिँ आएन। तर यस्तोहरू जे भए पनि यही हो। तर यो गाउँमा चाहिँ साह्रै मेहनती मान्छेहरू छ अरे क्या। अरे है, मलाई चाहिँ थाहा छैन। म चाहिँ फर्स्ट टाइम आएको यो गाउँमा जन्मेदेखि। पहाड हो, सुन्तला पनि पाउँछ अरे, अम्बक पाउँछ अरे, नास्पाती पाउँछ अरे। अनि मेहनत यति गर्ने भइसकेपछि त हुनु पऱ्यो नि यतिको त, होइन र साथीहरू? यतिको चाहिँ हुनुपर्छ। हामी त के गर्नु, ब्रोइलर कुखुरा भइहाल्यौँ। भाउजू बहिनीहरू फेरि हिँडेर उहाँ पुगिसकेछ। हामी चाहिँ हिँड्नु नसक्ने पऱ्यौँ क्या। मेरो बहिनी कान्छी र म चाहिँ हिँड्नु नसक्ने भयौँ। ओ माई गड, यहाँ त फेरि यस्तो भिड रहेछ, कसरी झर्नु यहाँ? यता रहेछ बाटो। हेर्नु है साथीहरू, यो बहिनी र म चाहिँ हिँड्नु सक्दिनँ नि त। अनि यहाँनिर हामी आएर बसेको होइन, फेरि तिनजना त हामीले बसेको फेरि हिँडिहाल्यो क्या। त्यही भएर हामी फेरि हिँड्नु पर्ने भइहाल्यो क्या। चाहिँ हेर्नु न, मैले अघि भनिहालेँ मेहनती मान्छेहरू छ अरे यहाँ चाहिँ भनेर। अनि यहाँ हेर्नु कफी फेरि
कफी भनेको चाहिँ यसरी रोप्दो रहेछ क्या, मलाई पनि थाहा थिएन। अनि बिरुवा हो क्या यो चाहिँ, बिरुवाहरू अघि मैले ठुल्ठुलो त देखाइहालेँ नि, फलिरहेको थियो माथि। यो चाहिँ सानसानो बिरुवा हो। ला मेरो बहिनीले मलाई जुम पनि नभन्ने हिँड्नु हौ, कस्तो सेल्फिस रहेछ हौ नि। उही गर त्यहाँ पुगेर त फेरि ल म पनि आएँ त सँगसँगै, आएँ म पनि आएँ। ओ हिँड्नु नसक्ने भनेको त फेरि कुद्दो पो रहेछ मलाई अगाडि, हिँड्नु है नभनिकन। बाटो फेरि यस्तो खराब छ नि, के होला यस्तो। यहाँ चाहिँ नि फेरि यो झरना भन्ने ठाउँमा चाहिँ यहाँ चाहिँ काठमाडौँसम्मको मान्छेहरू पनि आएर हेरिसकेको छ अरे क्या। त्यस्तो चाहिँ के रहेछ भनेर हामी पनि हेरौँ भनेर हिँडेको हो क्या। अब यहाँ झरना चाहिँ अहिले देख्नुहुन्छ, यो चाहिँ बाटो हो फेरि हामी हिँडेको चाहिँ। झरना भनेर फेरि ला कुन खालको झरना हो यो, बाटो छ त भन्नु होला नि। यो चाहिँ बाटो हो क्या, झरना जाने बाटो। हामी हिँडेको भर्खरै 1.5 घन्टा मात्र हुँदैछ, लगभग हामी 3 घन्टामा पुग्छौँ होला है त। गले मेरो बहिनी त बिस्तारै हिँड्दैछ, म त हाम फाल्दै हिँडिन्छु जतातता जेसुकै होस् भन्दै गोल खेलाउँदै ढुङ्गालाई। यहाँ त पानी पनि छ। बनाइदिनु थिचै ए थिचेको छैन। पानीको धारा के नदेखिने पाराले देखिजान्छस् नि त, देखिन्छस्। फ्रिजको पानी भन्दैछ बहिनीले धारा। हामीले त साह्रै खराब गऱ्यौँ नि हौ, पानी चोर्दिम अर्काको। पानी पनि रहेछ है बाटोमा यसरी। ला अब कसरी जोड्नु पो भन्छ त भाइ। छोडिदिउँ त्यतिकै, हामी छोडिदिउँ त्यतिकै। फेरि तल गाउँकोले सराप्छ होला नि त हामीलाई भन्दैछ मेरो बहिनी त बिचारा। तपाईँ नि मधेसी नि भइगयोस् नि। उही बल गर्दैछ, छोड्दै। अघि त्यतिर आइरहेको थियो त, निस्किरहेको थियो अलिअलि। यस्तो बाटोमा भाउजूहरू त कुटुटु गरिदिइसक्यो त। ल हे साथीहरू, फाइनल्ली हामी झरना आइपुग्यौँ। अब चाहिँ आइपुग्यौँ भन्दा पनि आइपुग्नै लाग्यो, तर पुरा छल्को हानेको उयो चाहिँ आइरहेछ। हत्तेरिका रातो पिरो कालो यस्तो भइरहेछौँ हामी। मेरो भदाइ त अघि त गोरो काली न काली भइगयो, म पनि यस्तो भइसक्यो। देखिरहेछ ओइ यस्तो भइरहेछ है। बुइनी पनि हिँड्नु नसक्ने अघि, अहिले त हिँड भन्दैछ। केराको पत्ता पनि बोएछौँ हामीले। बाटो यस्तो चाहिँ सिँढी बनाएको अरे, यस्तो खालको सिँढी छ। ए नकुदा न हाम्रो दिदी बहिनी खालहरू। अब यहाँनिर भिडियोमा त जसरी पनि निस्किनु परेको नि। हामी यत्रो 2-3 घन्टाको बाटो हिँडेर आएको छौँ, अनि यहाँ हामीले देखाउनु पर्ने हुन्छ। साथीभाइ पनि आउन सक्नुहुन्छ, साथीभाइहरूले पनि हेर्नुहुन्छ हामी यहाँ कस्तो तरिकाले आइपुग्यौँ भन्ने कुरा। म चाहिँ अघि लडेर झन्डै मरेँ क्या एकचोटि। वाह, त्यही पनि म आइपुगेँ, सफल हुन आइपुगेका छौँ हामी सबैजना। वाह, एकदम एकान्त रहेछ यस्तो ठाउँ छ। वाह 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 वाह। हामीले भिडियोमा मात्रै हेरिरहेको थियौँ, हामी अहिले चाहिँ ठाउँमा आइपुग्यौँ है। झरना पुल आइपुग्यौँ हामी चाहिँ, लेटाङ 1 को झरना पुलमा आइपुगेको छौँ। बाटो चाहिँ एकदम खतरा छ। ओहो यस्तो गाह्रो छ नि यहाँ। आम्मम सिडी पनि यो पहाडे सिडी हो क्या, यस्तै हुन्छ। साथीहरू तपाईँहरू त पुरा लट्ठी टेकेर आउनुपर्छ है यो ठाउँमा आउँदा चाहिँ। अनि यहाँ चाहिँ के छ भन्नुहुन्छ ल, झरना छ। फाइनल्ली आइपुग्यो। वाह, झरना आइपुग्यो फाइनल्ली। आमा यहाँ आउनुलाई हामीले यति दुःख गरेर कष्ट गरेर हामी आइपुग्यौँ कि। वाह, एकदम सुन्दर। आमा भन्नुहुन्छ भने आइपुग्यो।
यस्तो कुराहरू पनि लेख्छौँ कि गलेर यहाँ तल चाहिँ यस्तो सानो खोला छ नि त खोला अनि यहाँ चाहिँ हामीले यस्तो खानेकुराहरू पनि लिएको छौँ अनि आमामा यस्तो दामी हावा पनि आएको छ कि घाम पनि यस्तो लागेको छ त्यही पनि हामीलाई यति आनन्द छ कि घाम लाग्यो पनि केही फरक पर्दैन हामी एकछिनमा हामी यहाँ पौडी पनि खेल्नु सक्छौँ तर मलाई चाहिँ अब डर लाग्छ यस्तो दामी छ यस्तो त वाइनहरू पनि लिएको थिएछौ ए पनि मेरो देखाइदियो त अलिकति म पनि वाउ गर्छु ल गर्नु नि लु भयो है लु कति आनन्द उडायो यस्तो दामी ठाउँमा छौँ तर यहाँ चाहिँ एकदम सुनसान एकान्त जङ्गल छ क्या यस्तो भिरहरू छ कि यस्तो छ यता डाँडा यस्तो छ पानी यस्तो दामी परेको छ कि गर्मीले यस्तो भएको छ नि रातो पिरो पिरो हरियो निलो सबै भएको छ तर यहाँ चाहिँ एकदम कपाल चाहिँ के हो आनन्द कपाल पिना ल यस्तो खान्छ यहाँदेखि हिँड्दै जान्छ ला हाम्रो एक्सिम त फुटेको आएछ होला होइन ए होला किन फुट्यो यहाँ एक्सिम फुटेर गयो खानु आऊ छिटो खोइ बिचमै दुलो परेछौ झर्नाले गरेर बोलेको पनि केही सुनिँदैन छलछल गरौ मेरो बुइनी अत्तालेर आयो चुसिहाल है बुइनी चुसिहाल न चुस 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 चक्कुले घोचो क्यार अघि ला मेरो बहिनी त एक्सट्रिम खानु थालिगयो इसुको नाममा भनेर खाए हाम्रो खानेकुराहरू भटाभटी निकाल्नु त भाउजू ए यहीँ बिछाउनु न यहीँ हो त्यहाँ बिछाइदिनु ए मेरो बहिनीहरू त कहाँ गएको डाँडा पाखा गइसक्यो ला आम्माम्माम म पनि यस्तो खोलेर बस्नु क्या आम्मामा उहाँ पुगो अघि हामी जहाँबाट आएको त्यहीँनिर पुगो बहिनीहरू त अनि हामी चाहिँ यहाँ त लाग्छौँ हामी चाहिँ त्यहाँ बसेको थियौँ नि त अनि यताबाट आउने बाटो रहेछ यताबाट आयौँ होइन अनि आयौँ हामी चाहिँ यहाँनिर अनि खानेकुराको व्यवस्था गरेका छौँ पत्ता ओछ्याएर अनि के छ हाम्रो खानेकुरा खान्छौँ अब हेर्नु होला यो झर्ना चाहिँ एकदम बबाल छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ है साथीहरू एकदम बबाल छ बबाल यति माथि छ यति राम्रो छ कि तपाईँहरू पनि आउनु होला अब हामी एकछिनमा पौडी पनि खेल्छौँ यहाँनिर स्विमिङ गर्नु पर्यो नि स्विमिङ हाम्रो भाषामा चाहिँ पौडी खेल्नु भनिन्छ भने प्रायः जस्तोले भन्ने चाहिँ स्विमिङ गर्ने भन्छ क्या त्यही भएर हामी चाहिँ यहाँ स्विमिङ गर्छौँ अब ओइ छिटो आऊ सबैजना यता आफ्नो आफ्नो पारा छ पाराको यता बुइनी र भदैनी आफ्नै पारामा छ होइन अनि यता भाउजू आफ्नै पारामा बुइनी आफ्नै पारामा बुइनीहरू आयो फेरि मेरो बुइनीहरू त कतै कुद्छ भने कति हिँड्छ भने नि यस्तोमा पनि हिँडेको छ यस्तो चिप्लो छ नि यहाँ त्यही पनि यस्तो चिप्लोमा पनि हिँडिरहेको छ क्या कति मन लागेको यिनीहरूलाई ए बिस्तारै आऊ बिस्तारै समाएर चिप्रेर लडिएला नि बिस्तारै समाउँदै आऊ मेरो
मेरो बहिनी त साह्रै मोटाएको छ, त्यही भएर हिँड्न पनि अलिक गाह्रो भइरहेछ उसलाई। ऊ भदाइ त सानो जान्छ, हिँडिहाल्छ क्या जस्तोमा पनि। यस्तो आनन्दको ठाउँ छ नि यहाँ चाहिँ, यस्तो आनन्दको ठाउँ छ। यस्तो छ खानेकुरा फिजाउनु धमाधम भइरहेछ अब भाउजू र भदैनीले। वाउ ला 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 हालो है भदैनीले, हालो केराको पत्तामा खानेकुरा हामीले यस्तो तरिकाले बोकेर। ए पुतलीलाई खेदा पानी पर्ने आदि पर्छ हेर न, पर्दैन। अब हामी चाहिँ खानु धमाधम खानु लागेको छ। खरो छ हाम्रो बुइनी कान्छी त, अलिकति पन्साइदैन। यहाँ राख्न, यहाँ के थाहा मलाई उठ्या छ, यहाँ राख्न बुइनी। खानु धमाधम छ। फाइनली हामीले खाइसक्यौँ। झन्डै लडायो बुइनीले, ला हात चाटे ख्यालमै खाइसक्यो। अब भरे फेरि अर्को पार्टी हुन्छ हाम्रो। त्यति नजिकदेखि गर्दा ऊ त मोबाइल जाँदैन, जाडो नजाडो छ नि बा म त नै। जाडो भएको छैन आज मलाई त।
भाउजू पनि अघि त नखाने भन्दै थियो अहिले त पुरा खेल्नु थाल्नुभयो पुरै नुहाउने कार्यक्रम हाम्रो जारी भइरहेछ अनि नुहाउनु हुँदैछ पुरा म पनि नुहाउँदैछु कपालमा स्याम्पू पनि बोकिरहेको छु अब चाहिँ हामी नुहाउँछौँ है त साथीहरू अब यति नै ल हामी त फर्केर आएर पनि फेरि यहाँ आधी बाटोमा हामी फर्केर आएर पनि आधी बाटोमा यस्तो खाँदैछौँ चटपटे बन्दैछ यहाँ चाहिँ चलेर त खोला देखेर बिरामी नै भयो भन्नु नि चटपटेको सामान पुरा काट्नु हुँदैछ यहाँ चटपटे बनाउनुलाई हाम्रो भाउजू चाहिँ यो चाहिँ हाम्रो मुना सोना भदैनीको नाम के भन्छ यसलाई पुकुली भन्छ आथो केलाई टोक मलाई चाहिँ यसलाई के भन्छ बुने पनि भन्छ अनि यसको नाम चाहिँ प्रकृति पनि हो ल अनि म चाहिँ यता छु गलेर गाला रातो रातो भइरहेछ गाला रातै भन्ने पर हजुर भाउजू हाँस्नु हुँदैछ यहाँ म देखाउँदैछु भाउजू के भन्नुहुँदै थियो भन्नु त मलाई त खासै भोक पनि लागेको छैन अर्ग्यानिक मकै कागती हाल्नुभयो कागती हाल्नुभयो त्यहाँ हजुर यो चाहिँ के हो त नि यो चाहिँ के हो त तेल हाल्नु बाँकी रहेछ सरम कोटैमा ल अब हामी चाहिँ खान्छौँ बक्का बक्की चटपटे हजुर फेरि काटेर देखाउनु कसरी काट्नु अरे कागती देखाउनु त जङ्गलतिर पो उठाएर उठाउनु न उठाएर अलिक मजाले यहाँ समाउनु अनि उठाएर हो हाम्रो चटपटे घोल्ने तरिका यो घोल्नु नङले दुलो पार्नुहुन्छ प्लास्टिकहरू यसरी चटपटे घोल्छौँ है हामी त झर्ना पुलदेखि आएर हामी यहाँ बाटोमा खाँदैछौँ अब चाहिँ घर जाने लास्ट ल आऊ खानु सबैजना खोल्नु न लु चम्ची बनाउँदैछ भदैनीले चाहिँ सबैकोमा लागु भन्ने त हैन सेतो लाएर यहाँ देखिन मकै त यसरी पो दारिन्छ हामी त साथीहरू कसरी खानुहुन्छ तपाईँहरू हामी त यसरी खान्छौँ गर्नुपर्ने छैन साह्रो उयो जस्तो पेनहरू पनि हाल्नु नि त अब के अरे अम्लिसोको पात के को स्वाद अरे चटपटेको स्वाद अरे भाउजूले भन्नुभएको हाम्रो चाहिँ अर्ग्यानिक चम्ची यस्तो छ एउटा चाहिँ चम्ची चेपेर हाँस्दैछ मुटु पनि ढुक 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 गर्दैछु मुटु पनि ढुकढुक भयो अरे सर्ट पनि भयो अरे चटपटे पनि चट भइगयो अब हाम्रो चटपटे पनि सक्यो अब यो चम्ची पनि अर्ग्यानिक चम्ची लानु कि फाल्नु भइगयो सोना रे सोना प्रकृति भाउजू मुना भएको के को लागि म चाहिँ खान्न हामी अहिले चाहिँ सुन्तला घारीमा आइपुग्यौँ है सुन्तलाको बगानमा आइपुग्यौँ हामी त यस्तो हुन्छ साथीहरू पहाडमा सुन्तला माथि पहाड आएको छौँ कि हामी यस्तो हुन्छ है सुन्तला फलेको चाहिँ छैन है तर बोटो मात्र छ मसिनो छ फल्दैछ तर देखिँदैन अहिले सिजन भर्खरै सुरु हुँदैछ खोइ मसिनो सुन्तला बारी यता छ यो त पुरा सास बढिरहेछ हिँड्दा यस्तो रातो पिरो भइसकेको छु हामी जहाँ आउँदैछौँ अब घरतिर फर्केर हामी आउँदैछौँ अब हामी चाहिँ यता रोडको बाटो अहिले चाहिँ यो चाहिँ गाडी हिँड्छ अरे सानो सानो बाइकहरू हिँड्छ अरे
अरू चाहिँ बस्दैन अरे भाडामा अरू चाहिँ भाडामा बस्दैन यस्तो छ है सुन्तला बारी सुन्तला फलेको बेलामा रुङ्ने घरहरू यो चाहिँ अलिअलि देखिँदै गरेको चाहिँ कस्तो राम्रो भ्यू आइरहेछ कोन ताने त्यसो भए चाहिँ दिदी म चाहिँ भन्छु परैतिर सक्छ वाउ कस्तो राम्रो छ चिउरीको बोट यस्तो हुन्छ चिउरीको बोट चाहिँ यस्तो हुन्छ है यस्तो हुन्छ मजाले देखेको छैन है घाम पनि ओइलाइसक्यो कस्तो देखेको है हामी त यस्तो बाटोमा आइपुग्यौँ अहिले त कस्तो राम्रो बाटो अब घर आइपुगेको नि त हामी अब अहिले एकछिनमा देख्छु म घर आउनु आउनु लाग्यौँ ल साथीहरू हाम्रो घर ल त्यो गङ्गा जमुना हान्ने दमकको छ नि हेरेछ त्यो उयो हैन सोना प्रकृति गीत गाउने सोना प्रकृति भनेको चाहिँ यिनीहरू हो क्या ल हाँसेर म सबै भयो मस्का केटी हो ल मस्केर म त लाजले खोइ फेरि कसो अरे के खायो हौ कत्रो कत्रो देखाउ न प्लिज देखाउ न लाजले भुत्तुके भयो मेरो बुइनी त दुईटासँग भाउजू र मुनाले चाहिँ छोड गयो अनि यो दुईटासँग रिल्याक्स गर्दै यो दुईटा आउने मान्छेहरू को हो भोलकमा आउनु कहाँकोहरू होला ओह माई गड आफ्नो आफ्नो चल्लोहरू पो रहेछ त प्रकृति जुको भाइ फाइनली दिनु है हस्पिटल हाम्रो घर आइपुग्यो मेरो खुट्टा खिचिदिनु है ओके खुट्टा दुख पुरा दिदी हाम्रो घर यस्तो छ घर आइपुग्यो वाउ घर आइपुग्यो